हेलो साथीहरू, आज हामीले खेलेको कस्टम र मेरो दाइसँग मैले खेलेँ। एकदमै रोमाञ्चक म्याच भएको छ। हेर्नु होला साथीहरू, मेरो दाइ पनि खतरा, म पनि खतरा छुइनँ। मतलब मेरो दाइ खतरा हुनुहुन्छ, म खतरा छुइनँ। हेरौँ गाइज, तर पनि कस्तो गेम प्ले भइरहेछ हेरौँ। मेरो दाइले त एक्लै निकाल्न सक्नुहुन्थ्यो, तर पनि मैले कम्पनी दिएको, किनकि म पनि मेरो भिडियो बनाउनु परेन। युट्युबमा 7 भ्युजको लागि म यति मेहनत गर्दैछु। 7 भ्युज त आउनु पर्यो नि जसरी पनि। 1-2 भ्युज आए पनि म त्यही 1-2 जनाको लागि भए पनि भिडियो बनाउँछु हैन। यस्तै हो मेरो, के गर्नु त। आउँदैन भ्युज गाइज, प्लिज सेयर गर्नु, लाइक गर्नु। झन्डै मरे म यार। मेरो मुभमेन्टलाई रेड गर्नु ल पहिलेको भन्दा मेरो मुभमेन्ट कस्तो भएको छ। कत्रो घुम्दै यार, यहाँदेखि पनि लागेन। धेरै मिस भयो है गाइज, केही छैन। मैले मेरो कस्टम चेन्ज गरेछ क्या अहिले, अनि एक्युरेसी अलिकति डाउन भइरहेछ, तर पनि केही छैन होइन। यहाँदेखि अलिकति जिगज्याग मुभमेन्ट गरेको, जिगज्याग त नभनौँ, मलाई के खालको मुभमेन्ट हो होइन। यहाँदेखि घुमेर जाने कोसिस गरेँ, अनि यहाँदेखि यस्तो घुमेर गएँ, अनि यहाँबाट मिस। अब कत्रो मुभमेन्ट आएको, पुरै स्क्रिन घुमाइदिइसक्यो। यहाँदेखि पनि मिस, यहाँदेखि पनि मिस। स्विच गरेँ, अनि यहाँदेखि डाइङ्गा लाग्यो। अब अर्कोको पाली 100 मिस भएर बल्ल बल्ल लाग्यो होइन गाइज, केही छैन। तर यहाँ मैले कस्तो बाँचेँ नि, यहाँ मलाई हेड लाग्नु सक्थ्यो नि, मैले स्क्रिनै पुरा घुमाइदिएँ, केही छैन। यहाँदेखि लागेन, जोन आइसक्यो, भाग्नु पऱ्यो होइन। आफ्नो ज्यान पनि बचाउनु पऱ्यो। वाल क्या दामी यार, यो वाल मलाई ओभर दामी लाग्छ हो गाइज, खै किन हो किन। यो वाल हेर्ने बित्तिकै मेरो मन खुसी हुन्छ। अब समीर दाई मतलब मेरो त हो, माई लभली दादा लेखेको छ होइन, सानो हुँदा लेखेको। अनि यहाँदेखि वारियरलाई मैले हेडसट हान्दिएँ होइन। यहाँदेखि मैले खतरनाक 1 राउन्ड निकालिदिएँ मैले। अब यहाँदेखि हुन्छ अर्को राउन्ड सुरु होइन। अलिकति स्पिड अफ गर्छु, यो गनलेको राउन्डहरू नि किन देखाउनु होइन। अब यहाँदेखि हामी आइसक्यौँ यो वाला राउन्डमा। अब यो वाला राउन्डमा चाहिँ के हुन्छ होइन। अब यहाँ हेर्नु सक्नुहुन्छ, यहाँदेखि घुमेर आउँदै थियो होइन यो बन्दा, अनि यसलाई मैले हान्नु खोजेको, यहाँबाट लागेन, भित्र पसेँ म। यहाँदेखि मैले कोना काप्चादेखि गएँ, अनि यहाँदेखि निस्किन्छ कि भनेर मैले चाहिँ बट वक गर्न खोजेको, तर यो निस्किहाल्यो। अनि यस्तो हान्दै मेरो त चड्डी गिला गर्दै गाइस, यस्तो ताबडतोड हेडसट हानु। आमा फेरि रस गर्छ यार, आमा पिछला जन्मको बदला लिइरहेछ कि यस्तो रस गरौँ, आमा भयङ्कर रस गर्छ यार पुरा यार। रातो पिरो भइसक्यो मलाई मार्नुको लागि, लाल पिला भइसक्यो पुरा। मलाई यार कतिखेर निस्किन्छ र हानु भनेर वाल लाक्कलाई गर्दैछ। मलाई नि वाक्क लागेर लु आइज नि त भनेर मैले यसलाई चुनौती दिएँ, अनि चुनौतीमा मरिहालेँ म, के गर्नु होइन। यसले मेरो धोती खोलिदियो, अनि धोती खोलेपछि अर्को आयो, फेरि यहाँ मजा लिन मार्दै फिनिस गरेर गन लुटिरहेछ। अघिसम्म 2 जना थियो, 81 3 जना आयो क्या, के भएर कहाँबाट आयो 3 जना। अनि यसले खतरनाक हेडसट हान्दियो मेरो दाइलाई। मेरो दाइ खतरा खेल्नुहुन्छ भनेको, तर यो सुरुको राउन्डहरूमा राम्रो खेल्न सक्नु भएन। अब यो राउन्डमा के हुन्छ हेर्नु होला गाइज। अलिकति स्पिड अप गरिदिन्छु। यहाँ म दाइसँग जिस्किँदैछु, दाइको अगाडि पुरा वाल लगाइदिएर। दाइ पुरा बौलाउँदै हुन्थ्यो, अहिले त केही पनि भन्नुभएको थिएन, पछिबाट कराउँदै हुन्थ्यो, गरे न गर्दै हुन्थ्यो, पुरा मुखै अगाडि वाल लगाइदिएको यसरी। तर यो त दाइलाई कभर जस्तै भयो होइन, यत्रो धेरैजना आएपछि। अनि चारैतिरबाट एनिमी आएपछि म पनि अलिकति सिरियस भयो होइन, मर्छु भनेर। अनि यहाँदेखि मैले झन् हान्नु खोजेको, सकिनँ, सबजना यी थियो। आम्मामा पुरा झुप्पो मेला लागिरहेको थियो होइन। यो ओपोनेन्टले पुरा आफ्नो खानदान बोकेर आएर थियो हामीलाई कुट्नुको लागि, तर म पनि के कम भन्दै म पनि भित्र घुसेँ, झन्डै मरेँ। 3 जना रहेछ। अब यिनीहरू त आमामा आएर यहाँ भयङ्कर रस गरेर दाइलाई कहाँदेखि मारिदियो, दाइलाई पनि थाहा छैन। त्यो एनिमी पनि छक्क पर्दै होला मैले कसरी हानेँ भनेर, एनिमीलाई पनि थाहा छैन कसरी लाग्यो।
तर जे भयो भने मैले ड्यामेज खाँदै खाँदै गएको झन्डै मरेँ म यहाँ। अब यहाँदेखि पुरा वालहरू लगाइदिएर कस्तो हरामीहरू छन् यार, वाल लगाइदिन्छ जोनमा आउनै दिँदैन मलाई। अनि यहाँदेखि मैले यसलाई खतरनाक वान ट्याप हान्दिएँ। अनि त्यहाँदेखि अर्कोलाई हान्नु खोजेको, अब खुल्लामा थिएँ म, त्यही भएर डर लागेर मैले वाल लगाइदिइहालेँ होइन। यहाँदेखि आउनु खोजेँ म, अनि फेरि वहाँदेखि गएँ, यहाँदेखि लागेन। यो बस यार, किन बसेको यार, यो टोइलेटमा पो बस्ने हो त यार, बिच गेममा आएर बसिदिन्छ यार, के गर्नु अब त्यसरी कसरी हान्नु। अब यहाँदेखि म भित्र गएँ, भित्र गएपछि म बाहिर निस्केँ। अनि यहाँदेखि घुमाउनु खोजेको मैले, पछाडि रहेछ भन्दा लागेन। अब यहाँदेखि मैले पिक लिएँ अनि क्या खतरा वान ट्याप हान्थेँ मैले यसलाई पनि। अब लास्ट एकजना बाँकी छ होइन, फुल कन्फिडेन्स आइसकेको थियो मलाई होइन। तर ओभर कन्फिडेन्स हुनु हुँदैन दाइ, ओभर कन्फिडेन्स कहिले नै राम्रो हुँदैन कन्फिडेन्स होइन, ओभर इज अलवेज गोभर। तर त्यही भएर मैले यो मलाई थाहा थियो, मेरो दिमागमा मलाई सेट थियो, त्यही भएर मैले हान्दिएँ। अनि सबैलाई मैले नमस्ते गरेँ, केम छु मजामा भन्दै थिएँ। अब यहाँमा स्पिड अप गरौँ होइन, 8x। आमा भुइँचा लागेर छ ल, केही छैन गाइज। अब अर्को राउन्डमा त्यो एकजना अफलाइन गयो क्या, यहाँदेखि अफलाइन जाने भयो, किन आउँछ कि रुममा बटहरू, तर केही काम पऱ्यो होला होइन, त्यही भएर नै गएको होला। अब यसलाई अनि कस्तो यार यत्रो जिगज्याग मुभमेन्ट गर्दै थिएँ तर पनि हान्दियो जम्पसट प्लेयरले। जम्पसट प्लेयरले हान्नै गाह्रो लाग्छ है, कस्तो कस्तो उफ्रिन्छ, कस्तो कस्तो हानिदिन्छ थाहै पाउँदैन। यहाँदेखि अब मैले मेरो दाइको गेम प्ले हेरिरहेको थिएँ होइन। अब दाइले कसरी हान्नुहुन्छ होला, दाइले हान्नुहुन्छ होला भनेको दाइले हान्दियो होइन गाइज, केही हुँदैन। हाम्रो दाइको डाउनफल भइरहेको थियो यो राउन्डहरूमा होइन। यो पछि नाइटफल यो पछि अफ भइरहेको थियो गेम प्ले, नाइटफल होइन, राम्रो भइरहेको थियो यो पछि गेम प्ले। यहाँदेखि 8x पारौँ। यो दाइले मेरो मुखमा वाल लगाइदिनुमा मलाई भयङ्कर रिस उठ्यो। मैले यस्तो मुभमेन्ट देखाउन खोजिराख्नु भएको थियो, दाइको मुभमेन्ट अगाडि वाल लगाइदिएँ। अनि दाइ त्यहाँदेखि चुप्प हुनुभयो, सक्दिनँ रहेछ म भनेर होइन। यो त मेरो चाहिँ बडा लेभलको हरामी निक्ला भन्दै हुन्छ। अनि यहाँदेखि मैले पिक लिँदै थिएँ होइन, आमा सबजना आइरहेको थियो, उछलकुद गरिरहेको थियो। एउटालाई त मैले मारिदिएँ, तर यो अर्को अफलाइन आएर यो अफलाइनले के मुभमेन्ट देखाएको यार, के अफलाइनले हेरेर म छक्क परेँ, एकछिन त हक्कबक्क भयो, अर्कोपट्टि आएर मलाई मारिदिइ पो हाल्यो। अफलाइन बन्दा त पुरा रुख जस्तै पुरै स्क्रिन घुमाएर थियो होइन, म त आँखा फाडेर हेरेको थिएँ त्यसलाई, अर्कोपट्टि आएर मारिदिइ पो हाल्यो मलाई त जम्पसट प्लेयरले होइन। यहाँ पछि मेरो दाइको गेम प्ले हेर्नु परिरहेको थियो, मलाई हेर्नु मन थिएन तर पनि जबरजस्ती हेरिरहेको थिएँ म। अब के मार्नुहुन्छ होला त दाइले, 2 राउन्ड त भयङ्कर मर्नु भयो दाइ। पछाडि आइसक्यो दाइ, अगाडि हेर्दै बस्नुहुन्छ, केही छैन। वहाँदेखि ओ माई गड, दाइको अब इज्जतमा कुरा आइसक्यो, इज्जतमा। आम्बो खतरा दाइले दामी हानिदिनु भएन डुटेलाई। दाइको वाल लाउने स्टाइल खतरा छ क्या, यस्तो वाल लाउनुहुन्छ, ड्याङ हानिदिनुहुन्छ क्या, ठाउँै छोड्नुहुन्न दाइ, यस्तो दामी वाल लाउनुहुन्छ। एउटै बाटोबाट आउनुपर्छ अनि एउटा बाटोबाट आएपछि चाहिँ खतरा हान्नुहुन्छ ए हान्नुभयो, सिधा बन्दालाई 3चोटि ट्राईमा हान्नुभयो होइन। त्यही पनि मेरो दाइ सबैभन्दा खतरनाक खेल्नुहुन्छ। ल राम्रो हान्नुभयो राउन्डमा, दामी। त्यहाँदेखि यो दाइ पुरा गन लुट्न आइराख्नु, दाइको आँखा अगाडि मैले त्यो गन लिइहालेँ होइन। दाइ बिचरा केही हुँदैन। यहाँ मैले 8x गरेँ होइन। अब यहाँदेखि अब यसले मलाई धेरैचोटि मारिसक्यो होइन। अब मैले यसलाई मार्नै पर्छ, कि त यो नुबो कि त म नुबो, को भन्दा को कम होइन गाइज। अब यहाँदेखि अब लेभलको कुरा हो, लेभलको दाइले अफलाइन प्लेयरलाई हानिहाल्नु भयो। अब मैले अनलाइनलाई हान्नुपर्छ, दाइलाई पनि देखाउनुपर्छ म कोही भन्दा कोही कम छुइनँ भनेर। यहाँदेखि म टक्क वाल आइरहेको थियो, यहाँदेखि आइरहेको थियो, पिक लिनु खोजेको, दुइटाकै मिस भइरहेछ। यो जम्पसट प्लेयरले वाल लगाइहाल्यो, मैले बसेँ होइन, यो यसकै स्टाइल म एब्जर्भ गरेँ। अनि यहाँदेखि पछाडि आइरहेको थियो, पछाडिदेखि वाल लगाइदिएँ मैले, त्यसलाई अलिकति लाग्यो होइन। यहाँदेखि मुभमेन्टै अड्क्यो मेरो होइन, मुभमेन्ट देखाउनु खोज्दा जोयस्टिक लाग्यो। अनि यहाँदेखि मैले खतरा वान ट्याप हान्दिएँ यसलाई होइन, खतरा त नभनौँ, एभरेज ला
जम्प सर्ट म पनि हानौँ कि भनेको, तर एउटै गोली लागेन अनि मलाई मेरो औकात थाहा भयो जम्प सर्ट म सक्दिनँ रहेछ भनेर। अनि त्यहाँदेखि म चुपचाप मुनि बसेर खेल्न थालेँ। तर म प्लेयरलाई खोजिरहेको छु होइन, कहाँ जान्छ यो। यहाँदेखि नि मिस भयो, यहाँदेखि नि मिस भयो। वाल लगाइहाल्छ क्या, वाल नलगाइकन सिधो बिनु नि हेर हान्नु दिनु, कति मजा आउँथ्यो। यहाँदेखि अलिकति लाग्यो, म त यो पो मरौँ भन्दै थिएँ, मेरो अर्को किल आएको रहेछ होइन। म त हेकर सर्ट हान्ने, यहाँ पनि लाग्यो, हेलमेट फुटो, मर्दैन किन यो, हेडै पुरै लाग्दैन यार, के गर्नु, हेडै लाग्दैन। घरिघरि मलाई के हुँदो रहेछ गाइज, म यस्तो मुभमेन्ट देखाउँछु नचाहिने ठाउँमा, आमामा हेड कहाँ हेड हानिरहेको छु, एक एक गोली बट, धिक्कार हे हम पर धिक्कार। यहाँदेखि मैले हानु खोजेँ, लाग्दै लागेन, दाइले हानिदिइहाल्नु भयो, हेर न एक खिति हाँस्दै हुन्छ हानेर, थैट मनमा नै मुस्कुराइराख्नु भएको छ। यति हाने मैले, यति हाने, एक गोली हाने, एक गोलीले के हुन्छ। यहाँदेखि मैले 8x गरेँ होइन। अब 8x गरेपछि अब 2x 1x 1x ल ठिक छ, 1x भयो। अब यहाँ कसले मार्छ भन्ने कुरा हो, कसले मार्छ होला। यहाँतिर त एनिमी नै थिएन होइन, म यसो अब्जर्भ गरेर थिएँ कहाँ थियो एनिमी भनेर होइन। अनि यहाँदेखि अफलाइन रहेछ, अनि अफलाइनलाई मैले मैले दाइलाई भन्दै थिएँ, अहिले मैले कतिचोटि मिस गरेँ, सिधो बेगलाई ल दुइटालाई मारिदिएँ मैले। यस्तो भएको थियो होइन गाइस। अनि दाइलाई लाग्यो कि मैले दुईजनालाई क्या खतरनाक हान्दिएँ भनेर, केही हुँदैन दाइ मतलब के हुँदैछ यार, दुइटालाई मैले अफलाइनलाई मारिदिएँ अनि दाइले पनि मारिदिनु भयो होइन। यहाँ अब योवाला राउन्डमा हेर्नु सक्नुहुन्छ गाइस के हुन्छ। यहाँतिर चाहिँ मेरो अब मनदेखि मलाई उपद्रो गर्नु मन लाग्यो, छुक गर्न मन लाग्यो होइन। त्यहाँदेखि मैले के गरेँ होला, गेस गर्नु गाइस, गेस गर्नु मैले के गरेँ होला। मैले एउटा वाल लिएँ, दाइको अगाडि राख्दिएँ, एउटा यहाँ राख्दिएँ, एउटा यहाँ राख्दिएँ। अब करते हैं बकचोदी, यहाँ म उफ्रिनु खोजेँ। अनि मुभमेन्ट हेर्नु सक्नुहुन्छ गाइस, मुभमेन्ट वालभित्र यस्तो मुभमेन्ट देखाउँछ, बाहिर किन देखाउनु सक्दैन। भित्री कला हो गाइस, भित्री कला जुन चाहिँ कहिले बाहिर निस्किन सक्दैन, काम नलागेको बेला मात्रै निस्किन्छ यो। यहाँदेखि हामीले टन्नै जम्प गर्न कोसिस गऱ्यौँ, टन्नै जम्प गर्न कोसिस गऱ्यौँ, तर कसैको टाउकोमा कोही पनि चढ्न सकेन। त्यही भएर म निस्किहालेँ। पछाडिदेखि एनिमी घुमेर आइसकेको रहेछ, फायर गर्दै थियो, मलाई थाहा पाएँ होइन। म अन्धाधुन्दा फायर गर्दै थिएँ अनि दाइलाई मारिदिइ त हाल्यो यहाँ। अनि अगाडि ऊ खै मर्नु भयो बल्ल। अनि यहाँदेखि मैले ट्राई गरेँ, अनि यहाँदेखि कस्तो जम्प सर्ट हान्दिएँ मैले, दामीवाला। अनि अब त ट्रिपल किल भइहाल्यो नि होइन गाइस। यसरी यसलाई हानिदिएँ, दाइ त हेरेको पछाडिदेखि कराएको अन्त रिभाइभ भन्दै, तर मैले रिभाइभ गरिनँ किनकि मेरो फुल फोकस एनिमीलाई मार्नु थियो, अफलाइनलाई। पुरा मेरो शिद्दतसँग पुरै मैले मारिदिएँ, 3 किल गरेँ। दाइ बिचरा कराउँदै हुन्थ्यो, रुँदै हुन्थ्यो, केही हुँदैन।